हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम छ मेरो आज नयाँ भिडियोमा। आज चाहिँ मेरो बिहानको सुरुवात भइसकेको छ माटो बोकेर। मैले चाहिँ अहिलेसम्म चिया पनि खाएको छैन है। चिया खानुभन्दा अगाडि नै 2-3 बाटा माटो चाहिँ थुपारिहाल्छु सुरुमा, अनि त्यसपछि बसेर चिया खाउँला भनेर म चाहिँ यसरी माटो थुपार्न थालेँ। बिहानै फुल रोप्नु छ नि त मलाई। सेन्टी भएर बस्नु भएको छ भन्दै मामु चाहिँ बिहान बिहान यसरी सेन्टी हुनुहुन्थ्यो, अनि म चाहिँ के भन्दै हँसाउँदै थिएँ। अनि 3-4 भारी बाटा माटो थुपारेपछि अनि मल पनि थुपारिसकेपछि चाहिँ यति चिया त खानै पर्यो नि भनेर म गफलाउँदै चिया खान थालेँ। ला हो, भारतले मिचेको ठाउँको पनि त अब कुरा गर्छन् होला नि त। बिहान त त्यसै उसै बितिहाल्यो। अनि खाना खाइसकेर भाँडा मोलेर म चाहिँ एकछिन यहाँ टपरा गाँच्दै मेरो हजुरआमालाई सम्झिँदै बसिरहेको थिएँ। हजुरआमाको मासे पनि आयो, कति छिटो हामीलाई छोडेर जानुभएको, 1 महिना भइसक्यो भनेर सम्झिँदै थिएँ। अनि अर्को कुरा भनेको चाहिँ मम्मीले तैँले मलाई केही पनि जान्दिनस् भन्नुहुन्छ। अनि त्यसपछि आज चाहिँ म एउटा दामी दुनु गाँसेर देखाउँछु भन्ने पनि सोच्दै थिएँ म। अनि मैले फाइनली कति राम्रो दुनु पनि गाँसेँ। हेर्नुहोस् तपाईँहरू पनि कस्तो ट्यालेन्ट छु म अरे क्या। अनि मामु त प्रोम्याक्स भइहाल्नु भयो। अनि म खतरा मान्छेको एउटा भिडियो गरिदिँदै थिएँ, टपरो गाँच्दै हुनुहुन्थ्यो। अनि मैले अगाडिको भिडियोमा पनि देखाएको थिएँ, यतिको यतापट्टिको साइडमा चाहिँ कति धेरै फोहोर छ, हेर्नु न, झारै झार छ गाइज भनेर। अनि हाम्रो फुल पनि छ है अनि भनिरहेको थिएँ। अनि आज चाहिँ यतापट्टि सरसफाइ गर्नुपर्ने छ। यो चाहिँ हाम्रो घर हो, कति पुरानो भएको छ हाम्रो घर पनि, त्यस्तै छ। अनि म चाहिँ लागिहालेँ फेरि पन्जा लगाएर। तर साह्रै धेरै गर्मी घाम लागेको थियो। अनि यसो घाम नलागेको बेलामा निस्क्यो, घाम लागेको बेलामा चाहिँ भित्र बसो आराम गर्दै थिएँ म चाहिँ। अनि मम पनि आउनुभयो। अनि त्यहाँ एकजना बडी बा आउनुभयो, आन्टीहरूको को आउनुभयो। अनि आन्टी र मामुको फेरि गफ सुरु भइहाल्यो है एकैछिनमा। अनि आन्टी र मामु चाहिँ साथी, आन्टीको छोरी र म पनि साथी थियौँ। अनि उसले चाहिँ बे गरिन् अहिले। ल अब अर्को दिनको भिडियो हेरौँ है त। हाई गाइज, वेलकम टु माई न्यू भिडियो। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ म यसरी भिडियो बनाउँदैछु, मलाई यसरी भिडियोमा बोल्नै आउन छोडेको छ। अर्को कुरा भनेको चाहिँ आज चाहिँ म रेन्डमली यसो कति घर बस्नु भनेर यसरी स्किन केयर गरेर अलिक राम्रो देखिएर होइन, नुहाइधुवाइ गरी रिफ्रेस मोडमा घरबाट हिँडेँ। म चाहिँ आज अनि 3टा घरमा जान भनेर हिँडेको थिएँ, तर लिटरली 2 घन्टा एउटै घरमा गफ हानेर बसेँ। अनि भाउजूले चाहिँ फुलहरू रोप्नु भएको हुन्छ, अनि भाउजूकोमा गएको थिएँ म। अनि भाउजूकोमा फुलहरू देखेपछि त मलाई पनि लैजाऊ भएर भित्रैदेखि पुरै के भयो। अनि म चाहिँ 1 झोला फुलको बिरुवा बोकेर आउँदैछु। अनि आज चाहिँ हाम्रो घरमा धेरै कामहरू पनि छ। अनि एकछिनमा चाहिँ अब म फुल रोप्छु। मेरो फोनमा आज चार्ज पनि थिएन र म यसै हिँडेको थिएँ। म चाहिँ फोन चार्जमा हालेर हिँडेको भए एकदम बेटर हुन्थ्यो आज, किनभने म आएर खुरुखुरु भिडियो बनाउनु पर्थ्यो। त्यही पनि नो प्रब्लम, म एकछिन चार्जमा हाल्छु अनि के गर्छु, एकछिन खिच्छु, त्यस्तै गर्छु। हाम्रो घरमा कोही छैन है क्या आज। अनि यहाँ हेर्नु न, हाम्रो मकै चाहिँ फेरि स्टेपमा छ यत्तिको। यहाँ एउटा मकै, यहाँ फेरि अग्लो मकै, होचो मकै एन्ड अग्लो मकै। लाइफे पनि आएर बसेको रहेछ हाम्रो घरमा। लाइफे गाइज, म चाहिँ यहाँ मामुलाई फुल देखाउँदैछु कस्ता ल्याएँ भनेर। जेरिनियम चाहिँ सुन्तोला कलरको होइन, अर्कै कलर, भाउजू त एउटा कलर, हाम्रो अर्कै कलर छ। सेतो, कुन सेतो, निलो, कलाइहाल्नु यहाँ देखाउनै भनेको त। इतना सारा फुल भनेर म चाहिँ अनि यहाँ मक्क पर्दै फुलहरू मामुलाई देखाउँदै अनि अब रोप्छु म भनेर पुरै जोस जाँगर बटुल्दै थिएँ। अनि बुवा आउनुभयो, अनि बुवालाई पानी दिएँ मैले। अनि त्यसपछि मेरो दाइ चाहिँ गफ हान्दैछ यहाँ। अनि बाबा र मामु पनि गफ गर्दै बसिराख्नु भएको छ। भर्खर स्कुलबाट आउनुभएको थियो बाबाहरू पनि। अनि त्यहाँ मैले खाजा चियाहरूको व्यवस्था गरेर चाहिँ म लाग्छु अब फुल रोप्न। बाइ द वे, यो माटो चाहिँ त्यही माटो हो जुन चाहिँ मैले भिडियोको फर्स्टमा बिहानै उठेर थुपार्दै थिएँ होइन। अनि म पनि गफ गर्दै ढोक्राहरू भर्न सुरु गरिसकेको छु, किनभने आज त धेरै फुलहरू थिए। अनि त्यही भएर म भर्न सुरु गर्छु।
जति छिटो भिडियो चल्छ त्यति नै छिटो काम गरिरहेको थिएँ म आज भन्दाखेरि त गफ लाए जस्तो हुन्छ होला है। तर आज धेरै काम थियो भनेर म हतार हतार नै गरिरहेको थिएँ। खोइ भयो अब त। अनि साबुन जानु पर्यो नि त। अन्त 500 लिटर आजै क्विट हुन्छ। एउटा ड्रम धुन 500 लिटर पानी लगाएपछि के गर्नु। हेर्नु त गाइज मैले त्यहाँ 7-8 वटामा रोपिसकेको छु अनि अझै कति धेरै रोप्न छ। अनि मेरो दाइजी त्यहाँ ब्ल्याङ्केट धुँदै यताउता कुदिराखेको थियो होइन। अनि म उसलाई पनि अलिअलि हेल्प गर्दै थिएँ अनि फुल पनि रोप्दै थिएँ अनि मिलाउनु पनि थियो कति थियो कामहरू त। अनि म मिलाउँछु फुलहरू अनि यसो सोध्छु अनि कहाँ कसरी राखौँ, एउटै साइजको गमलाहरू एकै ठाउँ राखौँ कि एउटै खालको फुलहरू एकै ठाउँ राखौँ कि भनेर धेरै सोच्दा मैले चाहिँ एउटै साइजको गमलाहरू चाहिँ यहाँनिर राख्नु पर्यो भनेर मिलाउँदै गएँ। अनि अब के गरौँ भनेर सोध्छु, घरि यता सार्छु उता सार्छु अनि कहिले एउटै बिरुवालाई एउटै खालका फुलहरूलाई एकै ठाउँ राख्छु के गरेर भए पनि मैले मिलाउन सक्न आँटेको थिएँ। अब चाहिँ म पुगेको छु सरसफाइ कार्यक्रममा। मैले अघिल्लै दिनदेखि माटो थुपारेको थिएँ प्लस त्यो माटोले गरेर यति धेरै फोहोर भएको थियो। अनि फुल रोप्दा त अभियसली फोहोर भइहाल्छ, पातहरू झर्छ, के हुन्छ। अनि म चाहिँ जुनै पनि कुरा थालेर चाहिँ जहिले पनि त्यसलाई कम्प्लिट गरेर साफसफाइ गरेर चट्ट बनाएर मात्रै छोड्छु। चाहे जति नै राति होस्, जति नै गलेको होस्, तर त्यो चाहिँ मेरो बानी हो। काइन्ड अफ ओसिडी नै भनौँ। मलाई चाहिँ त्यत्तिकै छोडेर हिँड्नु भने चाहिँ मनमा आमामामा खसखस हुन्छ, कहिले गरौँ हुन्छ। तपाईँहरू पनि कतिजनालाई त्यस्तो हुन्छ होला, कमेन्ट गर्नु कतिजनालाई त्यस्तो हुन्छ। अब पालो आयो हाम्रो ब्ल्याङ्केट सुकाउने। अनि यो चाहिँ यस्तो भारी थियो दुईजनाले मरी बोकेर ल्यायौँ। अनि अब सुकाउने बेलामा पनि यो पानी चाहिँ तरियोस् भनेर यहीँ छोड्न खोजेको आज। यस्तो भारी छैन यो ब्ल्याङ्केट। अनि हामी चाहिँ मरी दाजु र बहिनी भएर उचालेर त्यसलाई मजाले सुकाइदियौँ त्यहाँनिर। अनि एकछिन चाहिँ पानी यतिकै तरियोस् त्यहीँ भनेर छोडिदिउँ। लौ हेर्नु त त्यहाँ बाठी भएँ, घिस्रियो है अब त्यहाँ ब्ल्याङ्केट। अनि दाइ चाहिँ बाँदर धेरै बाठो भयो भने भन्दै आइरहेको थियो। अनि मैले चाहिँ यहीँ बाटाको पानीले पखालौँ न भनेर फेरि बाटा त्यसरी लगेर त्यहाँ पखालेँ। फाइनल्ली अब चाहिँ हामी भिडियोको र दिनको अनि सबै कुराको अन्त्यमा आउन आँटेको छौँ। अनि फुल मात्रै रोपेर पनि भएन, फुललाई पानीहरू पनि हाल्नु पर्यो। यति धेरै काम थियो। अनि बाबा मलाई फुलै मात्रै हेरिराख फुलै मात्रै रोप भन्दै कराउँदै हुनुहुन्थ्यो बाबाले। तर पनि मैले अरू घरको काम खासै गरेको थिइनँ नि त। अनि बाबाले कराउँदै हुन्थ्यो तर पनि म जसरी पनि म फुलमा पानी चाहिँ हालेरै छोड्छु भनेर नबोलिकन जे गरेर भए पनि गर फुलमा पानी लाउन थालेँ म चाहिँ। अनि रोपेर मात्रै पनि त भएन, अनि रातभरिमा त फुलहरू त राम्रो हुन्छ नि त पानी रोपेर पानी हालेपछि त भनेर म चाहिँ पानी हाल्नलाई लागेँ। अनि जसले पनि घरमा धेरै फुल रोप्छ अनि त्यसपछि फुलहरू फुलाउँछ अनि त्यसपछि राम्रो केयर गर्छ त्यो मान्छेलाई चाहिँ म एकदम धेरै सम्मान गर्छु क्या। किनभने फुल फुलाउन, फुल रोप्न, फुलको केयर गर्न धेरै गाह्रो छ क्या। किन हुन चाहिँ इन्ट्रेस्ट भइसकेपछि जति गाह्रो होस् तर कति मजा हुन्छ यो काम गर्न। अनि कुराहरू त्यही हो। अनि आज चाहिँ रात पनि परिसकेको छ अनि हामी भिडियोको अन्तिममा पनि आइसकेका छौँ। अनि म चाहिँ यसै गरी फुलहरू रोप्दै बसिरहेको छु घर। अनि झापातिर जाने भन्ने पनि एकदम धेरै गर्मीले गरेर मलाई जान एकदम अल्छी लागिरहेको छ होइन। अनि कलेजले पनि फोन गरिसकेको थियो आज त तपाईँको एटेन्डेन्स किन 0 छ भनेर। तर पनि अब म चाहिँ 1-2 दिन बसिरहेको छु, गर्मी पानी परेपछि मात्रै जान्छु भन्दै। तर यो पानी कहिले पर्ला, गर्मी छ, हजुरहरू पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु, पानी धेरै पिउनु, स्टे हाइड्रेटेड भन्न चाहन्छु। अनि पाहाडतिरको मान्छेहरू त ठिकै हो तर तराईमा बस्ने मान्छेहरूलाई चाहिँ एकदम धेरै गाह्रो छ नि त अहिले। अनि गर्मी छ, जहीँ तहीँ पानी परेको छैन। सो गाइज
टेक केयर भन्दै आजको भिडियो चाहिँ यहीँ सकिन्छ होइन। अनि म अरू पनि भिडियोहरू लिएर आउँछु। त्यतिन्जेलको लागि चाहिँ सबैजनालाई थ्याङ्क्स फर वाचिङ, बाई बाई। अनि लास्टमा एउटा कुरा, डु सब्सक्राइब, किप वाचिङ गाइज, लाइक कमेन्ट गर्न नबिर्सिनु होला। सो थ्याङ्क्स फर वाचिङ।